हेलो बरु तिम्रो मैले फोन गरेको थिएँ अहिले तैँले कुरो उठाएन अनि कता हो कता जाँदै हो कि कसो राम्रो छ हौ राम्रो खेतीबारी राम्रो छ हेर त्यो चाहिँ नि मोटर हो होइन यता यो लागेको पनि मोटर हो यो यसमा होइन यतातिर चाहिँ नि केराको घरी भन्ने पनि छ अनि यिनी चाहिँ नि 40 दिने मुला हुन् होइन धेरै छैनन् 10-15 किलो त होलान् गराएक 4-5 किलो त बेचियो होला लसुन चाहिँ खासै राम्रो छैन है बरु यो चाहिँ नि आलु हो त्यो चाहिँ नि टनेल स्पेसल यो चाहिँ नि धनिया हो होइन धनिया छ यसमा सागहरू छ हल्का फुल्का गोपी छ राम्रै छ गोपी यता पनि फुल्दै गरेको गोपी छन् होइन टमाटर पनि 1 नम्बरको राम्रो भएको छ ठिकै छ यसलाई चाहिँ रसी लगाइदिनु भन्ने कुरोमा छु यो चाहिँ नि यो पनि हो टमाटर उताको पनि टमाटर हो अब यसमा पनि मैले मटर लगाएको छु अघि नदेखाएँ नि त्यसमा पनि मटर छ यसमा पनि मटर छ मटर त्यही हो कम्तीमा नि 200 जतिको बिउ ल्याइयो होला 200 बाट त्यही हो गराएक 1500-2000 कमाइन्छ कि जस्तो लाग्छ धेरैको छैन पुरो यस्तै भुल्ने बाटो तोरी पलाएको छ यहाँ टक्क त्यही हो यसमा चाहिँ मैले सोचिरहेको यता चाहिँ नि गाजर रोप्ने भन्ने सोचिरहेको छु कसो हुन्छ है त हेरौँ है त त्यहाँनिर पानी आएको आइछ ल मेरो त सामाजिक सञ्जाल यस्तरी पनि मैले भिडियो बनाएर यस्तरी पनि पठाइदिन्छु नि त मैले